विदेश जान्छु, पैसा कमाउँछु, छोरीलाई पढाउँछु भन्न आएको। म त यहाँ मर्नु न बाँच्नु भइरहेछ। जतिखेर पनि बम पड्केर साथीहरू पनि रोकै छ। अघि डराइ मार्केटमा गएर खानेकुरा लिएर आएँ। के हुने हो खोइ, डर लाग्छ, निन्द्रा पनि लाग्दैन राति। किन यसरी दुःख पायो होला। रातभरि निन्द्रा पनि लागेन। कस्तो टेन्सन भयो, मर्ने हो कि बाँच्ने हो भनेर। अरू कसैको याद आउँदैन, आफ्नो छोरीको मात्र याद आउँछ। छोरीलाई के हुने हो, आफू भएन भने, आफूलाई केही भइदियो भने भनेर आएको ऋण पनि तिर्न सकेको छैन। यहाँ धेरै समस्या छ। नेपाल फर्किन पाउने हो कि नपाउने हो भनेर कस्तो डर लाग्छ। अरू त केही छैन, आफ्नो बच्चा छ सानो, एउटा छोरी छ, छोरीको धेरै टेन्सन लाग्छ। आफ्नो छोरीले राम्रोसँग पढाउनु पर्ला, राम्रो जिन्दगी बनाइदिनु पर्ला भनेर आएको। भर्खर आएर 2-3 महिना भएको छ। झन् आएको पैसा पनि तिर्न सकेको छैन। यहाँ समस्या यस्तो छ यो देशको। अब राम्रो हुने हो कि के हुने हो, डर लाग्छ। कतिखेर बर्सिन्छ बम भनेर। आएको ऋण पनि तिर्न सकेको छैन। आएर भर्खर 2-3 महिना भएको छ। हिजो त साथीहरू सबै रोएर, रुन चाहिँ रोएन, म त अलिअलि डर चाहिँ लाग्यो। टेन्सन चाहिँ हुन्छ। अब आफूलाई केही भइदियो भने आफ्नो बच्चाले दुःख पाउला, उसको केयर गर्ने मान्छे कोही छैन। उसलाई ठुलो नै भएको छैन, सानै छ, आफ्नो केयर पनि गर्न सकेको छैन। हामी बच्चा भएको मान्छेले चाहिँ त्यस्तो हुने रहेछ कि अरू कसैको याद आउँदैन आफ्नो बच्चाको, आफूले केही भइदियो भने भनेर त्यो टेन्सन चाहिँ हुँदो रहेछ। रातभरि डर लाग्यो, के हो निन्द्रै लागेन। लास्टै दुःख पो लागेछ त हिजोदेखि।